Hello everyone, let's discuss about the unpopular route of drug administration. अब यो रुटहरूलाई चाहिँ हामीले नर्मल्ली सुनेको चाहिँ हुन्छौँ, तर के हो भनेर ठ्याक्कै थाहा भएको हुँदैन नि त। तीनटा रुटहरू छ, इन्ट्राथेकल, इन्ट्रा आर्टेरियल र इन्ट्रा आर्टिकुलर। एज वी नो रुट अफ एडमिनिस्ट्रेसनमा चाहिँ सिस्टमिक र लोकल हुन्छ। अनि सिस्टमिकभित्र इन्टेरल प्यारेन्टल भयो, प्यारेन्टलभित्र इन्जेक्सनभित्र चाहिँ त्यो तीनटा रुटहरू पनि पर्छ है, इन्ट्राथेकल, इन्ट्रा आर्टिकुलर र इन्ट्रा आर्टेरियल। अब यिनीहरू भनेको के हो ब्रिफली डिस्कस गरौँ है त। फर्स्टमा छ इन्ट्राथेकल रुट। इन्ट्राथेकल रुट भनेको त्यस्तो रुट हो जहाँ चाहिँ हामीले डाइरेक्टली सेरेब्रो स्पाइनल फ्लुइड CSFमा चाहिँ ड्रग एडमिनिस्टर गरिन्छ होइन। अनि यो चाहिँ कस्तो कस्तो कन्डिसनमा युज हुन्छ यस्तो रुट भन्दाखेरि चाहिँ एकदमै क्रोनिक पेन भएछ, अनि स्पेसिटी भयो मसल, अनि क्यान्सर रिलेटेड डिजिज, अनि CNS इन्फेक्सनहरूमा चाहिँ यो रुटको युज हुन्छ। अब डिस्कस गरौँ इन्ट्राथेकल रुटबाट चाहिँ कुन कुन ड्रगहरू दिन्छ भनेर। एमिकासिन दिन्छ, किनभने अघि नै मैले भनिसकेँ यो चाहिँ इन्फेक्सनमा युज हुन्छ। अनि सिरियस इन्फेक्सनमा चाहिँ हामीले एमिकासिन दिने गरिन्छ डाइरेक्टली इन्जेक्टेड गरेर CSFमा। अनि ब्याक्लोफिन भनेको चाहिँ अब यो स्पेस्टिसिटीमा युज हुने भयो नि त। अनि ब्याक्लोफिन भनेको चाहिँ हामीलाई थाहा यो चाहिँ मसल रिल्याक्सेन्ट हो, त्यस्तो केसमा चाहिँ दिने भयो। अनि मर्फिन भनेको चाहिँ एकदमै क्रोनिक पेन छ भने पनि CSFबाट इन्जेक्टेड गरिन्छ मर्फिन। अनि क्लोनिडिन भयो, अनि इटोपोसाइड भनेको चाहिँ एन्टी क्यान्सर ड्रग भयो, क्यान्सर रिलेटेड डिजिजमा पनि इन्ट्राथेकल रुटको चाहिँ युज हुन्छ। अब नेक्स्ट छ इन्ट्रा आर्टेरियल रुट। इन्ट्रा आर्टेरियल रुट भनेको चाहिँ यस्तो रुट हो जहाँ चाहिँ ड्रगलाई हामीले डाइरेक्टली आर्टेरीमा इन्जेक्टेड गरिन्छ। अगाडिको इन्ट्राथेकललाई चाहिँ CSFमा डाइरेक्टली इन्जेक्टेड गरिन्थ्यो भने यसलाई चाहिँ आर्टेरीमा गरिन्छ। किन यस्तो गरिन्छ भन्दाखेरि चाहिँ हायर कन्सन्ट्रेसन अफ ड्रग एडमिनिस्टर गर्नु हो कुनै स्पेसिफिक अर्गान अथवा टिस्युमा हायर कन्सन्ट्रेसनको ड्रग दिनु छ भने चाहिँ यो इन्ट्रा आर्टेरियल रुटको चाहिँ युज हुन्छ। अनि यसमा चाहिँ क्याथेटरहरू युज गरेर आर्टेरीमा इन्जेक्टेड गरिन्छ। अनि यो रुट चाहिँ अब कस्तो कस्तो केसमा युज हुन्छ भन्दाखेरि चाहिँ त्यो क्यान्सर रिलेटेड केसमा युज हुन्छ। अनि लेट्स डिस्कस अबाउट द ड्रग्स द्याट आर गिभन बाई इन्ट्राआर्टेरियल रुट। इन्ट्राआर्टेरियल रुट चाहिँ मेनली युज हुने भनेको चाहिँ कुनै पनि डिजिजलाई चाहिँ लोकल्ली ट्रिट गर्नलाई हो नि त। किनभने यो रुटबाट दिएको ड्रगहरू चाहिँ कुनै स्पेसिफिक लोकल टिस्युहरूमा गएर फर इक्जाम्पल क्यान्सर सेललाई चाहिँ लोकल्ली डिस्ट्रोय गर्न छ भने चाहिँ यो रुट युज हुन्छ। अनि त्यस्तो केसमा चाहिँ अब नाइट्रोजन मस्टारहरू युज हुने भयो, एन्टी क्यान्सर ड्रग। अनि अरू ड्रग भनेको चाहिँ एनेस्थेटिक एजेन्ट पोर्पोफोल, जनरल एनेस्थेसियाहरू पनि युज हुँदो रहेछ। अनि मिडोजोलाम जुन चाहिँ बेन्जोडाइजिपान क्लास भयो, सिडेटिभ र हिप्नोटिक एक्सन इन्ड्युस गर्नलाई पनि दिन मिल्दो रहेछ। अनि अरू भनेको चाहिँ फेन्टानाइल, एट्रोबिन। मेनली चाहिँ यो रुटबाट कुन कुन कस्तो कस्तो ड्रगहरू दिँदाखेरि चाहिँ ADRहरू कम देखिन्छ, धेरै त्यस्तो रिस्क हुँदैन ADRहरूको भन्दाखेरि चाहिँ वाटर सोल्युबल ड्रगहरू जुन चाहिँ अब आर्ट्रियल ब्लडको पिएचसँग चाहिँ क्लोज छन् त्यस्तो ड्रगहरू दियो भने चाहिँ कुनै सिभियर ADRहरू देखिँदैन। कुरा गरौँ इन्ट्रा आर्टिकुलर रुट। इन्ट्रा आर्टिकुलर रुट भनेको चाहिँ जोइन्ट स्पेसमा दिन्छ। फेरि यसमा चाहिँ डाइरेक्टली ड्रग चाहिँ जोइन्ट स्पेसमा दिन्छ होइन, बाई द युज अफ निडिल भयो। अनि यो भनेको अब जोइन्टमा दिन्छ भन्दा बित्तिकै के बुझिन्छ भन्दाखेरि चाहिँ जोइन्टमा कुनै इन्फ्लामेसन, पेन अथवा चाहिँ आर्थराइटिस, ओस्टियोआर्थराइटिस होइन। अनि यसमा चाहिँ कस्तो कस्तो ड्रगहरू दिन्छ भन्दाखेरि चाहिँ अब कर्टिकोस्टेरोइडहरू अब जोइन्टमा इन्फ्लामेसनमा दिने भयो। अनि HA हाइड्रोनिक एसिड, अनि इमर्जिङ थेरापिज लाइक जिन थेरापी, स्टिम सेल, अनि त्यस पछाडि चाहिँ न्यानो पार्टिकल्स फर सस्टेन रिलिज, योहरू मा चाहिँ इन्ट्रा आर्टिकुलर रुट फेभर गरिन्छ। थ्याङ्क यू।